नमस्कार। विशेष कुराकानी हेरिरहनुभएका सम्पूर्ण दर्शकहरूलाई हार्दिक स्वागत छ। म प्रमोद डिजी। हामी विशेष कुराकानी लिएर सदा झैँ आउने गर्छौँ। आज हामी विशेष कुराकानीमा एउटा यस्तो पाहुनालाई लिएर आएका छौँ जसले चलचित्रको क्षेत्रमा र कलाकारिताको क्षेत्रमा बेग्लै पहिचान बनाउनु भएको छ। उहाँ हुनुहुन्छ सन्देश शाह, डाइरेक्टर, कलाकार र विशेष गरी सम्पादक। भिडियो सम्पादन थुप्रै चलचित्रमा गर्नुभएको छ। पछिल्लो समय उहाँले निकै नै चर्चामा आएको चलचित्र बलिदानको पनि सम्पादन गर्नुभएको छ। उहाँलाई हामी कार्यक्रममा स्वागत गर्छौँ। स्वागत छ तपाईँलाई। धन्यवाद। सन्देशजी, मैले सुरुमा भनिसकेँ, परिचय दिइसकेँ। अब सुरुवात गर्नु पर्दाखेरि कताबाट गरौँ? कलाकारिताबाट गरौँ कि डाइरेक्सनबाट गरौँ कि सम्पादनबाट गरौँ? मेरो यो क्षेत्रमा चाहिँ सुरुवात म चाहिँ खासमा कलाकार बन्न भएर आएको हो। हजुर। कलाकार बन्ने गर्दाखेरि चाहिँ के फिल भयो भनेपछि आफू कलाकार बन्नलाई त अब एकजना निर्देशक गर्ने डिरेक्टर चाहिने भयो। अनि त्यो क्रममा चाहिँ म आफै पनि त्यसपछि आफै कलाकार बन्ने क्रममा अब निर्देशक पनि आफै सिकेँ काम। अनि त्यो गर्दा गर्दै पछि अब आफूले खिचिसकेपछि त फेरि एडिट पनि गर्नु पऱ्यो। त्यो कुराहरू गर्दाखेरि त्यसरी म पहिला चाहिँ कलाकार भनेर नै आएको हो। त्यसपछि त्यही कुराहरूलाई निर्देशक पनि गरेँ। अनि अहिले आएर चाहिँ त्यो चिजहरूबाट चाहिँ सम्पादनमा चाहिँ पछि म छिरेँ भनौँ न। यो कलाकारिता क्षेत्रमा कहिलेदेखि लाग्नुभयो? मेरो त भयो लगभग अब सुरुवातदेखि दाङदेखिको स्ट्रगल गर्ने हो भनेपछि त मैले 2066 सालमा होला सायद पहिलोचोटि। त्यो बेला म 13-14 वर्षको थिएँ। त्यो बेलामा चाहिँ त्यहाँबाट चाहिँ मैले सुरुवात गरेको 10-11 वर्ष भयो होला। जे होस्, सानैदेखि कसैको यो बन्ने, कसैको यो बन्ने भन्ने एउटा लक्ष्य नै हुन्छ नि त, होइन? म भविष्यमा यस्तो बन्छु भन्ने। तपाईँले कहिलेदेखि थाहा पाउनुभयो म भविष्यमा कलाकार बन्छु भनेर? मेरो ड्याडीको चाहिँ सिडी पसल थियो, भिडियो पसल थियो दाङमा। त्यो क्रममा अब भिडियो पसल हुँदाखेरि म आफै पनि अब फ्री स्कुल पछि अब शनिबारको दिन म आफै मुभीहरू हेर्ने गर्थेँ। त्यो हेर्दै गर्दाखेरि चाहिँ आफूलाई पनि म पनि त्यस्तै होइन टिभीमा स्क्रिनमा देखिनु पाऊँ कि भन्ने त्यो रहरै गर्दाखेरि पछि मोबाइल आयो। पछि मोबाइल भइसकेपछि मोबाइलकै क्यामेराले अब ट्राई गर्न थालियो। सायदै त्यहीँबाट त्यसपछि हामी बिस्तारै एउटा टिम भन्यो गाउँमा, सँग साथीभाइ भन्यौँ, ल हामी जाऊँ न त्यस्तो होइन मोबाइल लगाएरै भिडियो खिचौँ भन्ने, हिरो बन्ने, अब डिसौँ गर्ने। त्यो बेलादेखि चाहिँ बिस्तारै गर्दाखेरि कामहरू अब सिक्दै गयो। अलिकति त्यो कुरामा रुचि बढ्दै गयो। अनि हामीले गरेको काम देखेर अब फ्यामिलीबाट सबै साथीभाइहरूको पनि सपोर्ट आयो। अनि त्यहाँबाट चाहिँ अब यहाँसम्म चाहिँ सुरुवात गरियो। जो सन्देशजीले मोबाइलका कुरा गर्नुभयो, सिडी क्यासेटका कुरा गर्नुभयो, त्योभन्दा अगाडि भिसिआर क्यासेट पनि देख्नुभयो होला? भिसिआर चाहिँ अब मैले फिल गर्दासम्म त सिडीमा थियो। म आफूले थाहा पाउँदाखेरि भिसिआर चाहिँ मैले देख्न चाहिँ देखेँ, तर त्यो भिसिआरसँग चाहिँ त्यस्तै उसमा चाहिँ म फिल गरिनँ। देख्न चाहिँ पुरानोहरू पनि बक्स। त्यही त मैले भन्न खोजेको, आफ्नै सिडीको बिजनेस भइरहँदाखेरि होइन, त्यति बेला म कलाकार बन्छु भन्ने जुनुन आइसकेपछि म कस्तो कलाकार बन्छु, यही बन्छु, फलाना बन्छु भन्ने हुन्छ नि त, एउटा आइडियल त हुन्छ नि। त्यो बेला चाहिँ राजेश हमाल दाइको एकदमै फ्यान हो। हजुर। पहिल्यैदेखि पनि राजेश दाइको कपाल हल्लिने, अब बेला अलि बच्चामा आफू पनि कपाल पाल्थेँ। अलिकति उफ्रिँदाखेरि हल्का त्यो कपाल हल्लियो फिल भनेपछि आफूलाई त्यो फिल हुन्छ नि त। राजेश हमाल टाइपको चाहिँ उहाँ जस्तै बन्छु भन्ने एउटा चाहिँ मलाई चाहिँ उहाँप्रति चाहिँ उ छ। मेरो प्रेरणाको स्रोत चाहिँ अब राजेश दाइले नै। जो सुरुमा आउँदाखेरि म राजेश हमाल जस्तै बन्छु भनेर। अनि तपाईँले पहिलो अनुभव गर्नुभयो होला नि, होइन? पहिलो अभिनय गर्दाखेरि कस्तो अनुभव भयो? त्यो बेलामा त अब म अहिले सम्झिन्छु त्यो बेलाको रमाइलो यादहरू सबै छ। किन अब 13-14 वर्ष उमेरमा होइन, आफै एउटा होइन त्यो एजमा त अब कत्रो नै हुन्छ झन्, अब होइन बच्चै हुन्छ। त्यो बेलामा हिरो बन्ने, त्यो 13 वर्ष उमेर हिरो बन्ने सोच। अनि त्यो बेलामा चाहिँ अब आफै फेरि डिरेक्सन आफै लेख्ने होइन, आफूले यस्तो गर्ने। हामी त्यो बेलामा चाहिँ फिल्मको एकदमै अलिकति भ्यालु पनि थियो, किनकि त्यो त्यस्तो अहिले हुन्छ नि, अहिले मोबाइल टिभी यताउता थिएन। त्यो बेला गर्ने बेलामा म सुटिङ गर्न हामी नर्मल्ली सानो क्यामेराले लगेर खिच्न जान्थ्यो कतै गाउँमा। अनि मान्छेहरू चाहिँ सुटिङ भन्दै पुरा गाउँभरिकै आउँथ्यो हेर्ने, यिनीहरूले चाहिँ सुटिङ गर्दैछन्। अब अहिले त त्यस्तो चाहिँ हुँदैन। मान्छे सुटिङ भन्ने बित्तिकै खासै अहिले त्यो प्रायोरिटी हुन्छ नि, अब देखिरहेको छु भन्ने हुन्छ। त्यो बेलामा चाहिँ आफूले हुन्छ नि एक्टिङ गर्दाखेरि मान्छेहरू, गाउँभरिका मान्छेहरू आएर हेर्दाखेरि चाहिँ फिल चाहिँ हुन्थ्यो कि हुन्छ म चाहिँ जस हिरो बन्दैछु है भन्ने चाहिँ फिल चाहिँ हुन्थ्यो। त्यस्तो चिजहरू त्यो बेलामा चाहिँ। अब चाहिँ म पूर्ण रूपमा कलाकार बन्दैछु होइन,
भन्ने कहिलेदेखि फिल भयो? मैले त्यो भन्न खोजेँ। होइन जस्तै तपाईँले अब कुन कार्यबाट स्टार्ट गर्नुभयो सुरुवात? मैले त्यस्तो मेरो खास गरी कलाकार अब म सक्सेस हुन्छु, म भोलि स्टार बन्छु भन्ने हिसाबले त म कहिले पनि त्यो बेला अब पछि जब आफूले बुझ्दै गएँ, किन म त एउटा कस्तो पनि अहिले आएर जस्तो मेरो प्रोफेसनल एडिटर हो। अहिले मलाई कलाकारिता अब निर्देशक भन्दा पनि म आफूलाई एडिटिङमा के कसरी म एउटा मेरो लक्ष्य भनेको एडिटिङको लेभलमा यहाँसम्म जान्छु भन्ने मेरो अहिले सोच छ। त त्यो बेलामा पनि मलाई त्यस्तो कलाकारमा चाहिँ यहाँसम्म पुग्छु यस्तो सोच भने त त्यो त खालि आफ्नो एउटा रहरको हिसाबले चाहिँ आफूले अभिनय गर्ने मन लाग्ने अनि आफ्नो भिडियो आफै स्क्रिनमा मोबाइलमा हेर्ने एउटा आफूप्रतिको मात्रै रहर मलाई। कलाकारबाट चाहिँ म यस्तो उता है ठुलो मान्छे बन्छु कलाकारितामा चाहिँ मेरो भएन। त्यो बेलामा चाहिँ म कलाकारमा धेरै गरेँ त्यो आफ्नो रहरको लागि। पछि चाहिँ जब म प्रोफेसनल्ली मान्छेहरूले चाहिँ अब मासले त सन्देशको यो भन्दा यो काम राम्रो छ है भन्न थालिसकेपछि आफूले मेरो काम अब यो मैले यो गर्नुपर्छ है भन्ने आफूले जज गर्न थालेपछि त्यसपछि म चाहिँ फेरि एडिटिङमा चाहिँ लागेर चाहिँ अहिले त्यही काम गर्दैछु। त्यही कुरामा अब हाम्रो सबले मेरो कामलाई विश्वास गरिदिनु भएको छ, काम दिइराख्नु भएको छ, काम पाइरहेको छु। थुप्रै चलचित्रहरू एडिट पनि गर्नुभएको छ होइन? हजुर। चलचित्रहरू एडिट गरिरहँदाखेरि एज अ कलाकार, डाइरेक्टर आफै, त्यसपछि एडिटर आफै हुँदाखेरि कतिको सहज हुँदो रहेछ? त्यही हो। अहिले मलाई चाहिँ मेरो विशेष गरी काममा मलाई एडिटिङमा सजिलो हुनुको कारणै किन म हिजोको दिनमा आफै कलाकार भएँ अनि हिजोको दिनमा आफै अब निर्देशक भएर आएको हुनाले चाहिँ मलाई हिजो त्यही भएर अहिले म काम गर्दाखेरि अलिकति त्यो आफूसँग पहिलोको चिजहरू त्यो भएको हुनाले सजिलो छ एकदम मलाई फिल लाग्छ। अनि कामहरू भन्दा अब छिटो हुन्छ एडिटिङ भनेको केही चिज बुझेन भनेपछि अब टाइम लाग्ने कुराहरू हो नि त। सोचेर काम गर्नुपर्छ, अब धेरै कुराहरू सोच्नुपर्छ र मलाई त्यो कुराले आफ्नो पास्टको अनुभवले गर्दाखेरि एकदमै मलाई काम गर्नलाई चाहिँ सहज छिटोमा चाहिँ म काम गर्न सक्छु जस्तो लाग्छ मलाई चाहिँ। तर सन्देशजी पछिल्लो समय यता कलाकारिता क्षेत्रमा लागेका हुन् अथवा डाइरेक्सन क्षेत्रमा लागेका हुन् अथवा सम्पादन क्षेत्रमै लागेका हुन् व्यक्तित्वहरूले चाहिँ के भन्नुहुन्छ भन्दा एउटै व्यक्तिले धेरैतिर हात हाल्नु चाहिँ राम्रो हुँदैन है, सक्सेस मिल्दैन है भन्नुहुन्छ। तर तपाईँले भनेका कुरा अनुसार अथवा हामीले बुझेका कुरा अनुसार चाहिँ एउटै कलाकार आफैले कलाकारिता बुझेको, डाइरेक्सन बुझेको र सम्पादन बुझेको भए त सहज हुन्छ भन्ने लाग्छ। हजुर। अहिलेसम्म यत्रो कामहरू गर्नुभयो, कतिको प्रतिक्रिया पाउनुभयो, फिडब्याक कस्तो पाउनुभयो? मलाई यस्तो हो, अहिले त अब कस्तो हुने रहेछ भनेपछि पहिला अब आफू कलाकारको हिसाबले पनि धेरैलाई म कलाकार गर्छु, एक्टिङ गरेको छु है भनेर धेरैलाई आफ्नो कामहरू भिडियो पनि म देखाएँ। अनि आफूले निर्देशक गरेको भिडियोहरू पनि धेरै दाइहरूले देखाए। अनि आफूले एडिट गरेको कामहरूको पनि धेरैलाई देखाएँ। अब दाइहरूको जस्तो म आफूले के बन्छु भन्ने त मलाई त आफू अभिनय पनि मलाई राम्रो लाग्छ। सायद म अभिनय राम्रो गरे जस्तो लाग्छ। डिरेक्सन पनि राम्रै गरे जस्तो लाग्छ। एडिटिङ पनि राम्रै गरे लाग्छ। अब आफूलाई त आफ्नो कुरा हरेक कुरा मनपर्छ नै। तर मान्छेले जो बाहिरबाट चाहिँ मेरो कामले मूल्याङ्कन गर्दाखेरि चाहिँ मेरो सबैभन्दा राम्रो भाइले चाहिँ तिम्रो अरूले छ, अरूभन्दा पनि एडिटिङ तिम्रो राम्रो छ, एडिटिङमै फोकस गर भन्ने मलाई दाइहरूले सजेस्ट गर्नुभयो। तर दाइहरू फेरि त्यो कुरामा एडिटिङमा किन राम्रो मान्नु भयो भनेपछि मेरो कामले म सायद हिजो कलाकार, डिरेक्सनको चिजहरू नलेज भएको हुनाले नै मलाई चाहिँ आज दाइहरूले चाहिँ तिम्रो भाइको चाहिँ एडिटिङ राम्रो छ है भन्ने मेरो काम त्यहाँ एडिटिङमा काम देखाउने मौका पाइयो। र कता न कता यस्तो अब मैले अब एउटै कुरामा फोकस चाहिँ एउटा चाहिँ गर्नु नै पर्छ। के बन्छु भन्ने त एउटा तर सकभर हरेक कुरासँग चाहिँ हरेक कुरामा ट्राई गऱ्यो भने, हरेक कुराको नलेज राख्यो भने त्यो कुरालाई चाहिँ एकदमै सजिलो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। त्यही त पछिल्लो समय कलाकारहरू थुप्रै क्षेत्रका अब गीत सङ्गीतको क्षेत्रमा होस्, फिल्मी क्षेत्रमा होस्, म कलाकार बन्छु भनेर आउनुहुन्छ। तर त्यति तयारी गरेर आउनु हुँदैन र त्यो गरिरहँदाखेरि उहाँहरूले बिचमा निराशपन पनि पाउनुहुन्छ होइन? त्यो भइरहँदाखेरि तपाईँले भनिरहँदाखेरि त नलेजको धेरै आवश्यक हुँदो रहेछ। अब यस्तो छ कलाकारमा अब अहिले धेरैजना आउनु भएको छ, मसँग पनि भेट भइरहेको हुन्छ, साथीहरू हुन्छ, उहाँहरूसँग पनि कुरा गरिरहेको हुन्छ के कस्तो। मेरो हिसाबले त मेरो अनुभवले के भन्छु भनेपछि एउटा कलाकार अब यहाँ कस्तो भनेपछि कलाकारको भविष्य 100% हुन्छ, सक्सेस हुन्छ भन्ने छैन अहिले। होइन एउटा कस्तो भनेपछि एउटा रहर प्यास एउटा हुन्छ नि त। अब बाइक चढ्ने सोख छ भने चाहिँ बाइक चलिन्छ, गाडी चढ्ने सोख छ भने एउटा गाडी चढिन्छ। तर भने जस्तै एउटा आफूलाई इच्छा छ होइन केही बन्छु, अब कलाकार पर्दामा देखिनु मन लाग्छ भन्ने हिसाबले एउटा सोख राखेर अथवा हुन्छ नि एउटा चिज एउटा आउने धेरै हुनुहुन्छ। तर म के भन्छु भने चाहिँ 100% चाहिँ ग्यारेन्टी चाहिँ छैन कि तपाईँ हरेक चिजहरू छोडेर यसमै आउनुहुन्छ तर भोलिको टाइम त बित्दै जान्छ होइन। तर एउटा केही न केही चिज एउटा ब्याकअप
लाई पनि सँगै राखेर कलाकारमा पनि अगाडि बढिराख्नु भयो भने तपाईँको काम कुनै दिन अब लक हुन्छ, धेरै चाहिँ अनुभवले पनि आउँछ, एउटा लिङ्क हुन्छ। त्यो हिसाबले चाहिँ कतै न कतै त्यो चाहिँ सक्सेस पनि हुन्छ। तर धेरैजना हुनुहुन्छ नि त अहिले, अब सबैजनाले चाहिँ सक्सेसै हुन्छ भन्ने चाहिँ ग्यारेन्टी चाहिँ छैन। तर अब त्यही अनुभव लिएर आउनुभयो भनेपछि काम हुन्छ, त्यसो गरेर गयो भने चाहिँ निश्चय पनि राम्रो ठाउँमा चाहिँ चान्सै आउँछ। जे होस्, अब त्यही त, अब बाइक चढ्नुभन्दा अगाडि बाइकको बारेमा जानकारी हुनु पऱ्यो होइन, गाडी चढ्नुभन्दा अगाडि गाडीको बारेमा जानकारी हुनु पऱ्यो। त्यस्तै कलाकारिता अथवा कुनै क्षेत्रमा लाग्दा त्यसको बारेमा पनि जानकारी त्यो गरेर फिल्डमा आउनु कस्तो पऱ्यो। फिल्ड चाहिँ यसको भविष्य के छ, भोलि यो चिजमा म सक्सेस भयो भने म के हुन्छु र भएन भने चाहिँ मेरो के हुन्छ, त्यो समयमा म के गर्ने त भन्ने कुरा हरेक कुराहरू चाहिँ बुझेर चाहिँ आउनुपर्छ चिजको चाहिँ। सन्देशजीले को कलाकारसँग काम गर्नुभएको छ, को निर्देशकसँग काम गर्नुभएको छ? मैले फिल्म अब एज ए एडिटिङ गरेको त थुप्रै छ मसँग। अब मैले फर्स्ट असिस्टेन्ट गरेको, असिस्टेन्ट एडिटर गरेको मैले छक्का पन्जावान दिपक दाईहरूसँग चाहिँ, हजुर। दिपक दिदीहरूसँग काम गरेको हो। त्यसपछि मेरो त्यहाँबाट नै मेरो सम्पादनको एउटा जर्नी सुरु भएको हो। बिचमा थुप्रै फिल्म गरेँ मैले। अब लास्ट टाइम अस्ति बलिदान हाम्रो सन्तोष सेन दाईसँग हजुर। गरेँ। अनि अब अहिले पनि दुई चारवटा फिल्महरू काम गरिरहेको छु। जस प्रायः जसो म अब भनौँ न अब 50-60% नेपाली इन्डस्ट्रीका डिरेक्टर दाईहरूसँग काम गरिसकेको छु मैले एज अ सम्पादकको रूपमा। सम्पादक, त्यही त। कलाकारिता पनि गर्नुभएको छ? कलाकारिता पनि छ मेरो। अब पहिला त्यही भने नि अब नै मतलब भन्न खोजेको मैले पछिल्लो समय राम्रो ब्यानरको चलचित्रहरूमा कुनमा गर्नुहुन्छ? त्यस्तोमा छैन म अहिले। त्यो पछिल्लो समयमा अब कलाकार त त्यस्तो फिल्म ठुलो ब्यानरहरूमा चाहिँ छैन। अब कसै अब दाईहरूले जस्तै लास्ट टाइम एउटा लाखे भन्ने फिल्म 2 वर्ष अगाडिको थियो हाम्रो समाज बस्ने दाईको। त्यो फिल्ममा चाहिँ एउटा न्युज रिपोर्टरको एउटा लास्ट फिल्म बाँकी थियो। ल सन्देश तिमी पनि होइन पहिला कलाकारले सक्यो, ल यसमा तिमी यो गर नि त भन्नुभएको। त्यसमा एउटा म न्युज रिपोर्टर गरेको थिएँ। अनि एउटा 966मा पनि अब म त्यही एज अ एडिटरै भएर सेटमा गएको थिएँ। अनि विकास राज दाईले चाहिँ ल सन्देश एउटा यस्तो यस्तो रोल छ के त, अनि त तिमी पनि पहिला अब हिरी भन्ने आएको मान्छे, ल गर नि त भन्नुभएको थियो अरे। एउटा त्यो चिजहरूले त्यस्तै चाहिँ म अब काम गरिरहेको छु। तर त्यस्तो अब चाहिँ फिल्म अब म कलाकारै बन्छु यो गर्छु भनेर चाहिँ त्यतातिर चाहिँ अहिले फिल्म ठुलो ब्यानरहरूसँग चाहिँ छैन म त्यस्तो। जस यो क्षेत्रमा कनेक्सन कतिको चाहिँदो रहेछ? कनेक्सन त अब इम्पोर्टेन्टै हो, किनकि म आज यहाँसम्म आउनुमा पनि धेरै चिजहरू लिङ्कअप नै गर्दा भयो। किनकि चाहिँ एउटा दाङको एउटा गाउँमा थिएँ, त्यसपछि त्यहाँ गाउँबाट घोराइ बजारकै सहरमा लिङ्कअप भएर आएँ। घोराइदेखि पनि काठमाडौँसम्म जोइन गर्नुभयो अब दाङकै एकजना चेतन कोइराला दाई हुनुहुन्छ। उहाँले गर्दाखेरि नै अब यहाँ हाम्रो विपिन मल्ल एडिटर गुरु उहाँकोमा आइपुगेँ। उहाँकोमा काम गर्दा गर्दै अर्को मेरो गुरु अर्जुन जेसी एडिटर, उहाँसँग मेरो कामसँग लिङ्क, उहाँ त्यो काम गर्ने क्रममा उहाँसँग भेट भयो। अनि उहाँले पनि ल भाइ काम राम्रो रहेछ, मेरोमा पनि आऊ। अनि यसो एउटा लिङ्कअप चाहिँ चाहिन्छ। फेरि लिङ्क पनि चाहियो र काम पनि आफूलाई चाहिँ अब मन पराउने काम पनि एउटा आफ्नो राम्रो चाहियो। यत्रो काम गरिरहँदाखेरि होइन, मैले अहिलेसम्म यो बिचको दौरानमा जुन तपाईँको जति वर्ष भयो नि यो काम गरिरहँदाखेरि, हजुर, सुखको कुरा आहा मैले यस्तो काम गरेँ यो चाहिँ कहिले भुल्न सक्दैन भन्ने के छ? त्यस्तो त हरेक चिज कस्तो हुने रहेछ भनेपछि अब काम गर्दै हिजोको दिनमा 10 वर्ष अगाडिकै आफूले गरेको फिल्मको एडिट अथवा आफूले गर्दाखेरि नै त्यो बेलामा रिसेन्टली हुन्छ नि, खाना पनि त पहिला भोकै लागेको बेलामा खाना खाँदै मिठो लाग्छ अरे। तर पेट भरिसकेपछि अब त भयो भन्ने भइन्छ नि त। त्यसपछि फेरि अर्कोचोटि फेरि बेलुका पनि खाना खाँदाखेरि फेरि नयाँ खाना खाँदैछु, फेरि होइन मिठो लाग्छ भनेपछि मलाई त्यस्तो हरेक काम नयाँ काम जुन काम गर्दैछु भनेपछि त्यहीमा मलाई आनन्द लाग्छ कि जस्तै अब यो काम गरिसक्यो, त्यसरी गर्दा गर्दै मजा आयो, फेरि नेक्स्ट काम गर्दैछु, फेरि त्यो काममा पनि त्यत्तिकै के हरेक ठाउँमा त्यो चिज हुन्छ नि। तर यो नि गरेँ यस्तो गरेँ भन्ने त त्यस्तो त अविस्मरणीय क्षण पनि हुन्छ नि एउटा। अविस्मरणीय क्षण अब काम गर्ने क्रममा त अब थुप्रै भयो हुन्छ। पहिला अहिलेको भन्दा पनि अब पहिलाको त्यो बेला सुरुको स्ट्रगल गर्ने बेलामा अब हुन्छ नि एउटा अहिले गाडी सुटिङ भन्ने बित्तिकै भन्छ नि त, त्यो बेलामा हामी साइकल लगेर जान्थ्यौँ सुटिङ गर्दा, हिँड्दै तपाईँको लगभग 12-13 घन्टामा हिँड्दै हुन्छ नि, क्यामेरा बोकेर एउटा मकै खाजाहरू बोक्दै चिउरा बोक्दै होइन बाटोमा खाँदै रमाइलो गर्दै सुटिङ गरिदिन्थ्यो। त्यो बेलाको चिजहरू त एकदमै मलाई फेरि मिस हुन्छ अहिले। अब अहिले त सबै चिज अब सुविधा छ, सबै चिज छ होइन। अब
त्यो बेला त फेरि त्यस्तो खासै थिएन भने त्यो बेलामा पनि त्यस्तो घाममा पसिना बगाइ साइकल चढी साइकलमा 4 जनालाई हुन्छ नि त्यो राखेर हिरो हुन्छ नि हिरोइनलाई साइकलमा राखेर पनि सुटिङ गर्न गइन्थ्यो त्यो बेलामा चाहिँ त्यो चिजहरू याद आउँछ। अहिलेको व्यवस्था राम्रो कि पहिलेकै राम्रो? होइन अहिलेको त धेरै राम्रो भने चाहिँ एउटा मान्छेले कस्तो भने फेसिलिटी भयो नि त। पहिला चाहिँ दुःख हुन्थ्यो तर त्यो दुःखमा पनि मजा त फेरि त्यो बेलामा नि हुन्थ्यो। तर अहिलेको हामीले कस्तो भयो नि त्यही भएर अहिले चाहिँ अब हामीले त्यो धेरै चिज गर्ने अब सबै चिजहरू अप्सन आयो नि त। पहिलेको तुलनामा धेरै चिज तर काम गर्ने हिसाबले समयको हिसाबले अहिले नै धेरै राम्रो छ। पहिलाको भन्दा चाहिँ होइन मैले भन्न खोजेको पहिलाका कलाकारहरूलाई जुन हेर्ने दृष्टि थियो होइन अहिलेका कलाकारहरूलाई त्यस्तो दृष्टि छैन। त्यो कारण चाहिँ के होला? त्यो एज अ सम्पादन त्यो यस्तो हो, डाइरेक्टरको त्यो काम चाहिँ गर्दा मैले आफ्नो हिसाबले सबैको केसेस सबैको आफ्नो हुन्छ। मेरो हिसाबले सोच्दाखेरि अब हिजोको दिनमा हामीले अब राजेश दाईहरूलाई अब निखिल दाईहरूलाई विराज दाईहरूलाई त हामीले हिजो आर्टिस्टहरूलाई त खालि हलमा मात्रै लागेपछि हुन्छ नि त हलमा मात्रै हेर्न पाइन्थ्यो। मोबाइल थिएन, युट्युब पनि त्यो होइन टिभीहरू पनि खासै थिएन। त्यो गर्दाखेरि चाहिँ हुन्छ अब 3 महिना कुरेर बल्ल त होइन महिनामा 2-3 महिनामै एउटा फिल्म आउँथ्यो। त्यो हेर्दाखेरि चाहिँ छुट्टै मजा आउँथ्यो। अब त्यो टाइपको त्यो बेला भ्यालु पनि लाग्छ नि त। कसरी कहिले पनि टाढा भएको चिज नदेखेको चिज झ्याप्प आउँदाखेरि चाहिँ भ्यालु हुन्थ्यो। अब अहिले कस्तो भयो अहिले पनि छ फेरि त्यो चिज त्यो हिसाबले पहिला दाइहरूलाई र अहिलेको आर्टिस्टहरूलाई नमान्ने भन्ने होइन कि तर अब अहिले अलिकति कस्तो भएपछि अब मोबाइलमै आइहाल्छ नि त। मोबाइलमा हेर्दै उहाँको आइहाल्छ। अब हुन्छ नि अब पहिलोभन्दा अलिकति पब्लिकले पनि हुनुभयो। यो के टेक्नोलोजीले गर्दा हो कि पब्लिकको? होइन यो टेक्नोलोजीले भन्छु यसलाई चाहिँ अब किनकि अहिलेको आर्टिस्टहरू जति काम गर्नुहुन्छ उहाँ पहिलेको पनि त्यही नै हो। किन काम गर्ने यो सबै चिजको मेहनत त्यही नै हो अहिले न पहिलेको पनि। तर अहिले कस्तो भने हरेक चिज अब घरै बसेर चाहिँ सबैले चाहिँ हेर्न पाउने भयो। त्यो बेलामा चाहिँ अब हेर्नको लागि चाहिँ हलसम्म पुग्नु पर्ने त्यही पनि हुन्छ नि हलमा पनि अब त्यो बेलामा पैसाको भ्यालु पनि एकदमै हुन्थ्यो, टाइमको भ्यालु हुन्थ्यो। अब त्यहाँ चाहिँ अब साधनको कुराहरू हुन्थ्यो। अहिले जस्तो हरेक ठाउँमा हलहरू पनि त्यो बेलामा कमै हुन्थ्यो। त्यो हिसाबले गर्दा पनि हो जस्तो लाग्छ मलाई चाहिँ। जस्तै अब त्यति बेलाको समय अहिलेको समय भन्नुपर्दा पनि हजुर क्रेज कलाकारहरूको क्रेज चाहिँ कस्तो देख्नुभयो? पछिल्लो समय छ त्यस्तो? क्रेज छ नि अब अहिले छ किनकि अहिले पनि जस्तै हाम्रो पल्दाईहरूको हनुमान दाईहरूको सबैको हेर्दाखेरि त आइरहेको हुन्छ। फिल्म आउँदाखेरि त मास त अझै पनि आउनुहुन्छ नि त। बरु त्यो बेलाको फिल्मले अब बिजनेसको हिसाबले हो नि त। अब अहिले पैसाको रेट पनि बढेर करोडौँमा चाहिँ व्यापार हुन्छ। तर पनि त अब अहिले पनि करोडौँ व्यापार हुन्छ भनेपछि आम मास गएर नि एउटा क्रेज भएर फिल्मप्रति क्रेज भएर नि त्यत्रो करोडौँको व्यापार भएको छ त्यस्तो चिज। अब मलाई त त्यस्तो तर कसो भने अब जेनेरेसन पनि फरक पर्छ जस्तो लाग्छ कि। अब हिजोको दिनमा मेरो फ्यान फलोइङ भन्ने अब मैले मेरो हिरो भन्ने बित्तिमा विराज दाईहरूले मैले भएको भएर चाहिँ मैले आफ्नो हिसाबले उहाँहरूलाई मात्रै हेर्छु। अब अहिलेको पनि त अहिलेका 12-13 वर्षका होइन भाइ बहिनीहरू त अहिले पल्दाई हनुमानहरूलाई चाहिँ अहिले त्यो हिसाबले चाहिँ हामीले हिजो राज दाईले हेरेको जस्तै सायद अहिले उहाँहरूले पनि उहाँलाई हेर्नुहुन्छ। तर हिरो भनेको चलचित्रका हिरोहरू भनेको पहिलेकै हिरोहरू हुन् भन्ने पनि पछिल्लो समय सुनिँदै आएको छ नि त हजुर बाहिर खबरहरूमा यताउता। तपाईँले एज अ सम्पादकै रूपमा यति लामो समय काम गरिसक्नु भएको छ, ठुलो पर्दामा धेरै काम गरिसक्नु भएको छ होइन? सम्पादन गरिरहँदाखेरि यो कलाकारको सम्पादन गर्दाखेरि चाहिँ वाउ लाग्ने, ऊ कलाकारको सम्पादन गर्दाखेरि वाउ लाग्ने, अथवा पुरानो रिलको जमाना थियो जति बेला रिलको जमानाका कलाकारहरू चाहिँ डिफ्रेन्ट थियो, अहिलेका कलाकारहरू अलिकति लापरवाही टाइपको छ भन्ने हुन्छ के छ? हो यस्तो त अब होइन यस्तो चाहिँ सबैको अब रहर हुन्छ। रहर आफूले गर्ने क्रममा कतिसम्म गर्न सकिन्छ भन्ने चिज अब त्यो अब आफूमा भर पर्ने हो होइन। अब मैले म पनि कुनैमा कलाकार गर्दैछु। अब म आफ्नो तर्फबाट 100 दिएर आउँछु तर अब मेरो भिडियो कुनै इनकेस कसैले एडिट गर्न थाल्यो भने उहाँले चाहिँ मलाई कुन तरिकाले बुझ्नुहुन्छ भन्ने कुराहरू उहाँको जग्गा होइन मेरो एक्टिङले कसरी लिनुहुन्छ भन्ने कुराहरू चाहिँ अब त्यो कुरामा पनि फरक पर्छ। तर अब अहिलेको हिसाबमा अहिलेको आर्टिस्टहरू त्यस्तो त लाग्दैन। नयाँ भएपछि अलिकति कता न कता त फिल त आइहाल्छ। जस्तो हामी पनि एडिट गर्दाखेरि कुनै आर्टिस्ट हुन्छ नि त उहाँ चाहिँ अब उहाँको चाहिँ नयाँ हो क्या है भन्ने कता किनकि अनुभव फर्स्ट टाइम त हुँदैन नि त 100% हुँदैन। अब हिजोको दिनमा म आफै पनि त्यस्तै छ। अहिले आफ्नो भिडियो हेर्दाखेरि हो भनेर आफै हुन्छ के अरे हाँसो लाग्छ कि यस्तो पनि गरेर मैले भन्ने टाइपको हुन्छ। त्यही हो फर्स्टमा चाहिँ अब गाह्रो नै हुन्छ त्यो चिज। अब एडिटिङ गर्दाखेरि अलिकति छुट्टी नै हाल्छ। जस्तै यस्ता
कार्यहरू होइन चलचित्र सम्बन्धी कार्यहरू गरिरहँदाखेरि म्युजिक भिडियो गर्नुभएको छ कि छैन? भन्नाले सम्पादन हजुर। गरेको छु मैले म्युजिक भिडियो हाम्रो सरोज ओली दाइहरूको पहिला हिट गीत थियो नि त्यो मायालु तिमी कता छौ भन्ने त्यो हजुर। गीत मैले सायदै मेरो फर्स्ट म्युजिक भिडियो होला त्यो गरेको चाहिँ फर्स्ट एडिट गर्नुभएको छ। भन्नाले म्युजिक भिडियोको लागि चाहिँ हजुर। त्यो मायालु तिमी कता छौ त्यसपछि त्योबाट हाम्रो शुभ मिडिया भन्ने हाउस थियो दाइको त्योबाट आएको प्रायः छ म्युजिक भिडियोहरू चाहिँ के अरे मैकै आउँथ्यो हाम्रो गुरु अर्जुनजी दाइको अफिस थियो म हजुर। पनि त्यही नै हुन्थेँ अनि दाइको बाट आएको बेलामा उहाँकोबाट आयो सबै कामहरू मैले गर्थेँ बेला भिडियो चाहिँ कहिलेकाहीँ एज अ म साधारण मान्छे, साधारण एउटा दर्शक होइन, साधारण एउटा विश्लेषक बाहिर बसेर जो हुन्छ नि टक्क चिया खाएर, चिया कफी खाएर आज यसले यस्तो गरे, आज यसले यस्तो भिडियो आयो, यस्तो फिल्म आयो है भनिरहँदाखेरि साधारण व्यक्तित्वको भूमिका लिइरहँदाखेरि र पछि ओहो म पनि है यो कुरा राम्रो कुरा गर्नुभएको छ, म पनि त एउटा सम्पादक हो, म पनि निर्देशक हो, यस्तो कुरा पनि आउँदो रहेछ भन्ने कुनै क्षण छ? यस्तो क्षण छ तपाईँहरूको जस्तै कार्यको तारिफ भइरहेको अनि आफूले सुनिरहेको त्यो चिज अनुभव गर्नुभएको छ? अनुभव त छ पेस्ट भन्नाले अब त्यसरी अब चिन्जान नभएर कुरा गरेको आफ्नो काम भन्दा पनि अब हुन्छ नि कोही चिया बसेछन् फिल्मी गफ भइरहेछ भनेपछि राम्रो सम्पादन भएर रहेछ मेरै कामको भन्दा पनि यस अरू दाइहरूले गरेको हरेक हाम्रो इन्डस्ट्रीमा गरेको उहाँहरूको चाहिँ फिल्मको एड बवाल रहेछ कसले गराएर रहेछ भन्ने कुरा आइरहेको छ अब त्यही चिजमा आफ्नो पनि फिल्म पऱ्यो भने राम्रै हुन्छ अब क्वेसनले अलिकति अर्कैतिर लियो होला मैले तपाईँलाई डाइरेक्टली भन्नुपर्दाखेरि एकपटक के भएको छ भन्दाखेरि मैले गाएको गीत मलाई नै देखाएर यो गीत चाहिँ कस्तो राम्रो है भनेर भनेको छ पछि मैले गाएको भन्दाखेरि होइन कहाँ हुन्छ तपाईँ गायक जस्तै देखिनुहुन्न भने पनि भनेको छ कि त्यही भएर तपाईँलाई त्यस्तो परेको छ कि छैन भनेर त्यस्तो मलाई त सम्पादनमा चाहिँ परेको छ किनकि अब अस्ति लास्ट टाइम बलिदान हजुर बलिदान फिल्मको जुन एउटा फिल्म इन्डस्ट्रीमा एउटा हाइप भयङ्कर छ नि त त्यो हिसाबले त्यो फिल्ममा अब म काम गरिरहेको छु त्यहाँ होइन अब मान्छेले चाहिँ अनि मेरै गाउँतिरका सङ्गसाथीहरूले पनि अब बलिदानको हाम्रो चाहिँ उहाँ बलिदान एडिटर हो भन्ने कुरा गर्दा यसो हेरेर हुन्छ नि त अनि खानेकुरा मैले अब मेरो फेस टु फेस त केही कुरा गर्नु भएन पछि फेरि म गइसकेपछि फेरि त्यो साथीसँग भेटौँ मेरो साँझ त्यही भाइ हो र अनि पहिला एडिट गर्ने मान्छे होइन होला अहिले हुन्छ नि त्यो गफ त दिएन पत्याउने टाइपको हुन्छ नि के अरे अप्ठ्यारो टाइपको चाहिँ अब अहिले चाहिँ त्यो निकै मान्छेले कसैमा एडिट गर्ने भनेको मान्छे कहिले म्याच्युर्ड होइन त्यो फिल्म भने ठुलो टाइपको सोच त्यो टाइपको चाहिँ कतिपय मान्छेकोमा चाहिँ त्यो हुने रहेछ मायाको नि अब भक्क भन्ने चाहिँ म त भर्खर भएको भएर चाहिँ यति ठुलो फिल्मको एडिट बोलेको गरिरहेको होइन होला भन्ने चाहिँ भएको छ जस्तै तपाईँ एउटा अब दाङको मान्छे यता काठमाडौँ आइरहँदाखेरि आफूले स्ट्रगल धेरै गर्नु पर्यो होला तर पछि स्ट्रगल पछि तपाईँले गरेका कामहरू फटाफट आइरहँदाखेरि पहिलो प्रतिक्रिया चाहिँ कसले दिएको घर परिवारबाट आयो कि साथीहरूबाट आयो कि शुभचिन्तकहरूबाट आयो सपोर्ट त मलाई जहिले पनि अब घरबाट बुवा मम्मीको अनि साथीभाइको सपोर्ट त त्यही बेलादेखि सुरुवातदेखि नै थियो घर भनेर जाने किन त्यो बेलामा आफूसँग अब पैसा नहुँदाखेरि पनि होइन काम केही गरिँदैन थियो बुवा मम्मीले बुवा म आज के अरे भोलि उता भिडियो एउटा बनाउनु जानु छ पैसा छैन भन्दाखेरि घरबाट हजुरआमाहरूले पैसा दिएरै त्यो बेलादेखि सपोर्ट गरिरहेको थियो मेरो फर्स्ट टाइम चाहिँ एउटा मैले राप्ती म्युजिक अवार्डमा चाहिँ एउटा अवार्ड पाएको थिएँ इन्करेजमेन्ट अवार्ड पाएको थिएँ अनि त्यो बेलामा चाहिँ फर्स्ट टाइममा चाहिँ त्यो कुराहरू चाहिँ अब मेरो साथीभाइहरूलाई त्यो बेलामा त हामी काम गर्दै थियौँ काम गर्दै गर्दा जब अवार्ड पाएर स्टेजमा गएर चाहिँ अवार्ड थाप्दाखेरि चाहिँ त्यो बेलामा चाहिँ एकदमै सबैले घरबाट पनि बुवा मम्मीलाई बधाई छ भनेपछि साथीभाइहरूले अनि त्यसपछि म दाङ जाँदाखेरि हुन्छ नि एउटै छुट्टी मान्छेको हिजोको दिनमा स्ट्रगल गर्दाखेरि हेर्ने त्यो दृष्टिकोण र अहिले एउटा काम अब जाँदाखेरिको हेर्ने दृष्टिकोण धेरै फरक छ त्यही नै उहाँहरूले दिएको फेरि अब हुन्छ नि एउटा सम्मान जस्तो अब त्यो प्राउड फिलहरू चिजहरू मेरो साथीहरूले फ्यामिलीहरूले पनि गर्नुहुन्छ र म आफैले पनि हुन्छ नि किन हिजोको दिन मेरो साथीहरूसँग सँगै हिँडेको मान्छे अब मेरो स्योर थिएन कि म यो लेभल होइन यो सक्सेस हुन्छ कि हुँदैन भन्ने म आफूलाई पनि उठेर तर अहिले आएर चाहिँ अब जाँदाखेरि त्यही साथीभाइहरूसँग बसेर पुरानो कुराहरू गर्दाखेरि त्यहाँ चाहिँ मजा लाग्छ फेरि अब एउटा प्राउड फिल चाहिँ हुन्छ जति बेला अब तपाईँले पहिलोपटक यस्ता कार्यहरू गर्नुभयो होइन गरिरहँदाखेरि पहिलो चलचित्र कुन भन्नुभयो सम्पादन गरेको मैले छक्का पन्जा 1 छक्का पन्जा सिरिज नै एकदम चर्चित चलचित्र हो होइन छक्का पन्जामा मैले एडिट गरेको छु भनेर अथवा घरमा तपाईँले सुनाउनु भयो साथीहरूलाई तपाईँले सुनाउनु भयो उताबाट कस्तो अनुभव प्रतिक्रिया कस्तो आयो
यस्तो थियो पहिला फिल्ममा अब त्यो फिल्मको मेन एडिटर मेरो गुरु विपिन दाइ हुनुहुन्छ। हजुर। विपिन दाइले चाहिँ ल सन्देश अब यो फिल्मको सुरु भइरहेछ यसमा चाहिँ तिमी गएर चाहिँ यस्तो लाइनअप गरिदियौ एउटा अनलाइन असिस्टेन्ट काम गरिदियो भनेर म सेटमै गएको थिएँ। अब सेटमा जाँदाखेरि मैले जहिले पनि फिल्म आफू हिजो टिभीकोबाट चाहिँ हेरेर हुर्किएको त्यो अनुभव अनि आफै फर्स्ट टाइम अब होइन सुटिङ सेटमै गएर दिपक दाईहरूसँग दिपा दिदीहरूसँग बुद्धित दाईहरूसँग होइन अनि केदार दाई जितु दाईहरूसँग सँगै बसेर अब सँगै सेटमा हुन्छ नि गफ गर्दै यस्तो एउटा नहुँदाखेरि एकदमै त्यही बेला नै म खुसी भएर म फोन गरेर म आज यस्तो यस्तो छु दाईहरूसँग छु तीबाट नै सानो कुराहरू चाहिँ खुसी त सेयरमा गरिरहेको हुन्थेँ। अब जब फिल्म रिलिज भएर अब सक्सेस पनि भयो नि त त्यो बेलामा यति करोड कमाएर सुपर हिट भयो फिल्म। त्यसपछि म चाहिँ दाङ जाँदाखेरि मान्छेहरूले कस्तो भन्दा फेरि हाम्रो फेरि कस्तो हो भने अब जस्ट एडिटै गरे अब होइन। तर अब दाङमा चाहिँ मलाई सबैले के भन्नु लाग्यो भने चाहिँ सक्का पन्जा सुपर हिट फिल्मको एडिट गर्ने सन्देश शाह आउनु भएको छ भन्न सक्नुहुन्छ माघी प्रोग्राम यताउतामा चाहिँ। त्यो बेलामा चाहिँ त्यो फिल्म हिट भइसकेपछि मलाई त्यसरी चाहिँ दाङतिरबाट चाहिँ सम्बोधन पनि गर्नुहुन्थ्यो। त्यो बेलामा चाहिँ आफूलाई पनि हुन्छ नि अब सुरुमा काम गर्नुभयो, राम्रो कलाकारहरूसँग काम गर्नुभयो, पर्दामा देखेकालाई प्रत्यक्ष रूपमा देख्नुभयो, त्यो अनुभव घर परिवारमा सुनाउँदाखेरि घर परिवारले के भन्नुहुन्थ्यो? त्यो त ल ठिक छ ल राम्रो हो र अब ठिक छ काम गर होइन भन्ने टाइपको त्यो घरबाट त त्यस्तै नै हो नि। अब त्यो बरु सङसाथीहरूसँग चाहिँ कुराहरू हुन्थ्यो बढी अब यस्तो कुरा घरमा भन्दा पनि आफ्नो त्यो बेलाको सङसाथी ल म त आज यहाँ दाइ ए हो र ल होइन अनि के अरे कस्तो हुनु रहेछ त उहाँहरू होइन के यस्तो फिल्ममा देखाएको चाहिँ हुनुहुन्छ हामीले चाहिँ हिँड्थ्यौँ त यस्तो अलिक कोही हाइट कोहीको यस्तो छ कोहीको ठुलो हुन्छ हो र त्यस्तो फिल्ममा त हुन्छ ठुलै देखिन्छ नि त भन्ने त्यो टाइपको चाहिँ अब गफिसहरू चाहिँ हुन्थ्यो सङसाथीहरूसँग चाहिँ। त्यो अनुभव सुनाउँदा अनि तपाईँ घर जाँदा कतिको फरक हुन्छ त भनिसक्नुभयो होइन। अनि तपाईँ घर जाँदाखेरि मेरो घर परिवारले चाहिँ यस्तो गर्नुभयो उस्तो गर्नुभयो अलिकति फिल पहिलाभन्दा अलिकति डिफ्रेन्ट लिनुभयो अथवा हुन्छ नि पहिला यस्तो गर्नुहुन्थ्यो अहिले चाहिँ यस्तो गर्न थाल्नुभयो, साथीले पहिला यस्तो गर्नुभयो अहिले यस्तो गर्न थाल्नुभयो भने अनुभव पाउनु भएको छ कि छैन? यस्तो छ अब घरमा पनि कस्तो हुन्थ्यो भने पहिला अब धेरै अब काठमाडौँ नआउँदैछ म खर्च घरबाटै गरेँ। हजुर। पैसा अब लगभग दाङमा पनि 2-3 वर्ष भनौँ कि 4-5 वर्षमैसम्म नै अब आफ्नो कमाइ थिएन अनि घरबाट नि माग्दै गर्दाखेरि चाहिँ घरकाहरूले चाहिँ अलिकति होइन कति खर्च गर्छ होइन फिल्म हुने सक्सेस हुने गएन खर्च मात्रै गर्ने बरु काम गर होइन अरू पनि काम गर अलि होइन यताउता गर भन्ने कुराहरू अलिकति त्यो बेलामा के अब अलिक समस्या भइरहेको लागि हुन्छ नि त खुसीको भएको बेला पैसा माग्नु र आफूले रिस उठेको बेलामा यति पैसा दियो भन्दाखेरि त त्यो कुराहरू आउँछ नि त। त्यो बेला चाहिँ त्यस्तो हुन्थ्यो। अब जब यता आइसकेपछि आफूले कमाउनु थालियो। अब आफूले कमाउनु थालिसकेपछि अब घरमा चाहिँ त्यो चिरबैल भन्न चढेँ होइन पैसा यताउता भन्न चढेँ। त्यसपछि अब आफै अब यता पैसा अलिक कमाएर घर जाँदाखेरि ल उल्टा हुन्छ नि अलिअलि अब यता ल आज यो खाऊँ न त यो गरौँ न त म गर्छु नि भनेर त्यो जाँदाखेरि चाहिँ अब खुसी फिल चाहिँ त्यहाँ चाहिँ मैले डिफ्रेन्ट किनभने पहिला चाहिँ अब हुन्छ नि प्रेसरमा कहिलेकाहीँ अब गाली गर्छ त्यो बुवाहरूले पनि कति उ गर्छ भन्न होइन पछि चाहिँ आफूले कमाउनु थालिसकेपछि त अब त्यो उहाँहरूले त्यस्तो कुरा नि उल्टा ल भनौँ हुन्छ नि त त्यो चिज डिफ्रेन्स चाहिँ त्यहाँ छ। अब नै मैले भन्न खोजेको कुरा त आइसक्यो होइन, तर मैले सामान्य भन्न खोजेको के भन्दाखेरि जति बेला तपाईँले घर परिवारबाट पैसा अथवा पैसाकै कुरा गर्नु पैसा लिनुहुन्थ्यो पछि आफैले दिँदाखेरि कस्तो अनुभव गर्नुभएको थियो बुवा आमाले? त्यो त अब यस्तो उहाँहरूले मलाई अब त्यो हुन्छ नि धेरै फुर्काउने कुरा पनि भएन ल साबास तैँले दिइस् भन्ने यस्तो कुरा अब मसँग उहाँहरूले त्यो चिज गर्ने भएन। मैले पनि ल हेर्छु होइन यति ल कति चाहिन्छ त्यस्तरी पनि गरेँ। तर मैले महसुस गरे अनुसार कस्तो हुन्छ भने अब एउटा मम्मी पनि त अब एउटा छिमेकीहरू छेउछाउमा बसेको बिच त कुराकानी भन्छ नि त त्यो कुराहरूमा चाहिँ छोरा आएको थियो अब छोराले यति पैसा दिएको थियो यस्तो दिएको थियो भन्ने कुराहरू म हुन्छ फिल गर्छु नि त। अब त्यो डाइरेक्टली चाहिँ अब मम्मीले नि मलाई साबास भनेर भने बधाई छ भन्ने कुरा पनि त्यो त्यस्तो कुरा पनि भएर त्यो भने कि अब कस्तो मेरो त त्यो कुरा अब जिम्मेवारी हो नि त फिल्मबाट नकमाए पनि अरू चिज केही न केही काम गर्दा कमाउनै पर्छ होइन। तर चाहिँ अब अलिकति बाहिरबाट कुरा गर्दाखेरि छोरा जस फिल्ममा हिजो यसरी हिँड्थ्यो अब अहिले यसरी राम्रो गरेर आएको छ बेला बेला पैसा दिन्छ यसो गर्छ भन्ने कुराहरू चाहिँ बाहिरबाट चाहिँ म फिल गर्छु। त्यसो भए के अरे सन्देशजी हामीले अब जस्तै यो कलाकारिता क्षेत्र अथवा जुनसुकै क्षेत्रमा अगाडि बढ्नको लागि पनि घर परिवार फ्यामिलीहरूको चाहिँ स्ट्रङ कनेक्सन अथवा स्ट्रङ सपोर्ट हुनुपर्दो रहेछ होइन? त्यो एउटा चाहिँ कस्तो अब
सपोर्ट चाहिँ चाहिन्छ। सपोर्ट भयो भने एकदमै सक्सेस भइदो कस्तो रहेछ हुन्थ्यो कि? भनेपछि अनि यसो सपोर्ट सक्सेस भइदो रहेछ त्यो चाहिँ म भए अब म पनि अझै पनि भएको छु भने त्यो त मेरो हिसाबले कस्तो भने चाहिँ मलाई यसलाई सक्सेस त भयो तर म त हिजोको दिन चाहिँ कस्तो थियो भने मेरो एउटा भने सोख, रहर, आफ्नो इच्छा, पैसा फिल्म लाइनमा त्यो त पैसा हुन्छ पनि अब हुँदैन पनि होइन त्यो पैसासँग भन्दा पनि जस आफू पनि के अरे सर्भाइभ पनि हौँ, अरूको इन्डिपेन्डेन्टमा नहौँ र आफूले काम गर्न पनि हुन्छ नि एउटा आनन्द आओस्। त्यो हिसाबले गर्दाखेरि म यो क्षेत्र यस्तै लागेको हो। तर पनि कति चिजहरू हुन्छ कति चिज अब सबै हुँदैन कोही भन्छन् फिल्म लाइनमा गएपछि पैसा धेरै हुन्छ बिजनेस यता यता फिल्म लाइनमा यसो गरेपछि हिट भएपछि यति कमाउँछु यस्तो चिजहरू हुन्छ भन्ने कुराहरू अब त्यो लिएर पनि आउनुहुन्छ। त्यो चिजमा चाहिँ त्यही हो त्यो अब आफ्नो फ्यामिली कस्तो हुन्छ भनेपछि अब एउटा फिल्म लाइनको एउटा कति बेला सक्सेस भइन्छ भन्ने ग्यारेन्टी हुँदैन। 20 वर्ष बदनाम 20 वर्ष 30 वर्ष स्ट्रगल गरेको होइन दाइहरू पनि हुनुहुन्छ। कोही चिज ठ्याक्क आउने बित्तिकै हिट भएर भएको पनि हुनुहुन्छ। त्यो चिजमा चाहिँ अब आफ्नो फ्यामिली ब्याकग्राउन्ड चाहिँ अलिकति स्ट्रङ भइदियो होइन फ्यामिलीको अब कुराहरू आफूमा भार परेन भनेपछि भार परेन भने एकातिर अब यस चिजमा ओइमा लागिराख्यो भनेपछि चाहिँ सक्सेस भइन्छ इनकेस नभए पनि अब हुन्छ नि फ्यामिलीको त्यो चिज अब प्रेसर परेन भने त केही न केही चिज त अरू यो लाइनमा छिर्दै गर्दा अरू पनि बिजनेस आइडिया हुन्छ होइन त्यस्तरी चिज यो क्षेत्रमा यो क्षेत्रलाई प्रोफेसनल हिसाबमा अगाडि बढ्न सकिन्छ कि सकिँदैन? त्यो त बुझेर गऱ्यो भनेपछि 100% हो नि किन यो पनि एउटा चाहिँ बिजनेस पनि हो यसलाई चाहिँ भन्छ नि फिल्म एउटा बिजनेस पनि हो। तर यसलाई चाहिँ कसरी कहाँ कुन हिसाबले काम गर्नुपर्छ अब भन्ने हिसाबले चाहिँ अब आफूले चाहिँ आफ्नो कामप्रति ट्रस्ट गरेर बुझेर म यतिसम्म गर्न सक्छु अथवा यो गर्न सक्दैन भन्ने कुरा त्यो आफैमा जज गरेर चाहिँ तयारीका साथ आउनु पर्यो। तयारी साथै आउनुपर्छ। सन्देश एउटा डाउट लागेको मलाई पनि लाग्न सक्छ हाम्रो यता दर्शकहरूलाई पनि डाउट लाग्न सक्छ। तपाईँ दाङको मान्छे अहिले पछिल्लो समय दाङको सुपरस्टार हुनुभएको छ थाहा छ। हजुर तपाईँ पनि शाह उहाँ पनि शाह कतै कनेक्सनबाट त होइन भन्ने होला। एकचोटि दर्शकहरूलाई स्पष्ट गराइदिनु न। भन्नाले पल्सा तपाईँको दाङकै हुनुहुन्छ नि हजुर हजुर तपाईँ पनि सन्देश शाह हुनुहुन्छ होइन यस्तो कुरा हो त्यस्तो हो दाइसँग पनि मेरो चिनजान छ भेटघाट भइरहन्छ हाम्रो अब दाङको मामा घरको हिसाबले चाहिँ अब त्यो रिलेटिभ पनि भनिन्छ तर उहाँ र म फेरि पछि यहीँ आइसकेपछि म भेटेँ उहाँ त पहिल्यैदेखि उहाँको हुन्छ नि त उहाँको भिडियोहरू त म आफै यता दाङमा गर्ने बेलामा अब मोबाइलमा हेर्थेँ भिडियोहरू चाहिँ तर उहाँको हिसाबले म उसमा चाहिँ त्यो भने हामी एउटा अहिले उहाँको लास्ट टाइम म यस्तो गीत गाउँछु 2 को फिल्म गर्ने बेलामा हाम्रो अफिसमा काम भइरहेको थियो त्यो बेलामा दाइसँग भेट भएको थियो भेटघाट भयो भने बोल्छ कुराकानी चाहिँ हुन्छ। त्यस्तो चाहिँ अब हुन्छ नि अरू त्योभन्दा चाहिँ कस्तो त त्यो अरू त त्यसो हामी आफ्नो कामभन्दा अब मेरो आफ्नै छ उहाँको आफ्नै हिसाब छ केही छैन। उहाँ कुनै रिलेसनमा रिलेटेड पनि हुनुहुन्न। अर्को कुरा उहाँले गर्दा म यसरी आएको त्यो छैन म यसको क्रेडिट म के भन्छु भने चाहिँ मेन कुरा त म आफूले लिन्छु किनकि मैले हिजोको दिनमा अब त्यो दुःख धेरै पाएको होइन त्यो चिज सायद त्यो बेलामा चाहिँ अब मैले आफैले हार मानेको भए आज यहाँसम्म आउँथेन। हरेक चिज दुःख गर्दा गर्दै आजसम्म आइसकेपछि अब त्यसमा मेरो साथीभाइ फ्यामिलीहरूले गर्दा नि अलग घर दुःख पर्दाखेरि हेरेर सपोर्ट गरेर नै अब आफ्नै क्षेत्रको एउटा व्यक्ति सुपरस्टार हुँदाखेरि कतिको फरक पर्दो रहेछ? प्राउड भइन्छ कि अथवा हुन्छ नि एउटा सुपरस्टार आफ्नै क्षेत्रको आफ्नै दाङको एउटा त्यो त एकदमै हुनुहुन्छ भन्ने त्यो त 100% हुन्छ। आफ्नो भन्नाले मेन कुरो अब नेपाली फिल्मकै एउटा छुट्टी कुरा भइहाल्यो त्यो भित्रमाबाट पनि आफ्नै ठाउँको मान्छेहरू हुँदा त्यस्तै मलाई पनि कतिजना अब अरू छुट्टै बिजनेस गर्ने दाइहरूले पनि भन्नुहुन्छ सन्देश भाइ दाङको होइन दाङको तिमी अब एउटा टेक्निकल विधामा होइन सम्पादक विधामा राम्रो नाम राखेको छौ दाङको छाप छोडेको छौ भने त्यो चाहिँ एकदमै प्राउड फिल नै हुन्छ नि थाहा जस कम्पिटिसन चाहिँ हुँदैन त्यस्तो हुँदैन किनकि त्यो चिज अब लाइनै फेरि ममा त कस्तो भने चाहिँ अब म पनि सायद हिरो भएको भइदिए कता के खै त्यो चिज अब छुट्टी के आउँथ्यो मनमा होइन। तर अब अहिले अब म छुट्टै विधामा छु अब आफ्नो विधामा म आफै छु तर फेरि त्यस्तो पनि हुँदैन। आफ्नो विधामा पनि अरू दाइहरू हुनुहुन्छ मसँग काम गर्ने एडिटर दाइहरू हुन्छ त्यस्तो चाहिँ हुँदैन किनकि मैले आफूले जे सक्छु जे काम गर्छु जसले विश्वास गर्छ त्यही काम दिने हो। ऊभन्दा मैले भने उसको काम मैले लिइदिने उसको काम मैले लिइदिने भन्ने चाहिँ हुँदैन। अब सन्देशजीका सम्पादन गरेका कार्यहरू कसैले हेर्न चाहनुभयो भने योमा मेरो सम्पादन छ है भनेर भन्नु पर्दाखेरि केही मात्रै जनाउँदाखेरि दर्शकहरूलाई भनिदिनु। मैले फाइनल फिल्म म आफै सोलो गरेको फिल्म भनेको फर्स्ट डे 9/6 हो। अनि त्यसपछि बगान भन्ने पनि सरोज खनालको बगान अनि लास्ट टाइम बलिदान अनि जैसाब
ड्रेस अप पनि त्यो भएको थियो लगभग। अनि चित्रा छ, अब त्यो फिल्महरू छ जस्तै युट्युबमा अब भन्दा पनि अनि त्यो ट्रेलरहरू पनि म विशेष गरी के अरे 12 गाउँको ट्रेलर पनि म आफै सम्पादन गरेको, बलिदानको पनि ट्रेलर आफै सम्पादन गरेको हो। मलाई कस्तो सम्पादनमा चाहिँ अब त्यो ट्रेलरहरू बढी मान्छेले फिल्मको सम्पादन भन्दा पनि ट्रेलरमा चाहिँ बढी हुन्छ नि त, कि 2 मिनट छिटो कसले खतरा बनाएछ भन्ने टाइपको चाहिँ ट्रेलरमा चाहिँ बढी मान्छेले चु गर्छ। जस्तै अब म्युजिक भिडियोमा हेर्नु पर्यो भने एउटा त मायालु तिमी कता छौ म्युजिक भिडियो मायालु तिमी कता छौ छ, अनि त्यो बेला अहिले नाम ठ्याक्कै मैले बिर्सिहालेँ, त्यो अहिले त्यो 4-5 वर्ष अगाडि गरेको हो। थुप्रै छ म्युजिक भिडियो पनि, अब 10-15-20वटा चाहिँ गरेको सम्पादन। लास्ट टाइम अस्ति भर्खरै रिसेन्टली एउटा अलिकति चर्चा पनि भएको थियो, हाम्रो उता थाइल्यान्डमा सुट भएको साम्राकी आएको चाहिँ एउटा मालती भन्ने गीत र अनि अर्को एउटा लभ सङ्ग गीत भएको थियो, त्यो पनि मैले गरेको लास्ट टाइम चाहिँ। एज अ सम्पादनमा भइरहँदाखेरि यो गरिदिनुहोस् न ऊ गरिदिनुहोस् न भनेर कतिको आउँछ? त्यो अब प्रोफेसनल हिसाबले जाँदाखेरि चाहिँ जस्तो फिल्म डिरेक्टरहरू जस्तै अब उहाँहरूले चाहिँ ल त्यो अब म एउटा फिल्म कसैले गर्दै हुनुहुन्छ भनेपछि सन्देश सब, किन उहाँले नै अब उहाँको मनमा चाहिँ यो मेरो कामलाई सन्देशले नै गर्न सक्छ भनेपछि चाहिँ बल्ल हामीलाई फोन आउने हो होइन, कसैलाई विश्वास गरेपछि ल सन्देश तिमी अब यो काममा हामी फिल्म गर्दैछौँ, तिम्रो अब टाइम मिलाउनु पऱ्यो, यस्तो गर्नु पऱ्यो, अहिलेदेखि अब यतिसम्म हामीले त्यो रिलिज छ, त्यो हिसाबले चाहिँ आउँछ फोन। अनि बाहिरको हिसाबले पनि अब एडिट हुन्छ नि त, मान्छेले एडिट भन्ने बित्तिकै कस्तो बुझिने रहेछ भनेपछि फोटो एडिटवाला हुन्छ नि, धेरै साथीहरू फेसबुकमा अब भर्खर आएको भाइहरू होइन बहिनीहरू चाहिँ दादा मेरो होइन तपाईँ त खतरा एडिटर होइन, मेरो एउटा फोटो पठाइदिन्छु फोटो एडिट गरिदिनु न भन्ने कुराहरू पनि आउँछ, त्यस्तोतिर चाहिँ अलि हुन्छ नि त। सन्देशजीको एडिटिङकै काम हेरेर मेरो एडिट चाहिँ तपाईँले नै गर्नुपर्छ भनेर कोही त्यस्तो पनि आएको छ? त्यो कुरामा त सबभन्दा यो म किन हिजोको दिनमा भने यो असिस्टेन्ट गर्दाखेरि आज अब फुल एडिटर भएको कारणै त्यही हो। हिजोको दिनमा पनि अब विकास दाईको फिल्म नाइ नमन ल 5 मा पनि मैले काम गरेको थिएँ असिस्टेन्ट, अनि 1000 जुनीमा पनि काम गरेको थिएँ असिस्टेन्ट। त्यो कामहरू देखेर नै विकास दाईले चाहिँ ल पछि 996 मा चाहिँ ल अब फुल एडिटिङै होइन त गर्नु त भनेर चाहिँ त्यो विश्वास गर्नुभएको हो। अनि लास्ट टाइम यो बलिदानमा पनि अब सन्तोष दाईसँग मेरो फर्स्ट काम थियो, यो फर्स्ट टाइम भेट्दाखेरि ल सन्देश तिम्रो नाम चाहिँ मैले मार्केटमा धेरै आछ, तिमीले यो 12 गाउँको त्यो टेलर पनि यताउता गरेर रहेछौ, अनि महेश हाम्रो डिओपी महेश दाईले पनि ल तिम्रो बिचमा राम्रो कुरा गर्नुभएको छ, तर अब तिम्रो मेरो काम चाहिँ फर्स्ट टाइम हो, अहिले म तिमीलाई चाहिँ होइन यो फिल्म अब ठुलो क्यानभासको फिल्म छ, अब अहिले नै म तिमीलाई चाहिँ 100% जिम्मा चाहिँ म दिँदिनँ, तर तिमीले अब काम गर्दै गर, सेटमा होइन काम गर, एडिट गर, भोलि मेरो कामलाई मैले लेखेको भिजुअललाई तिमीले आफ्नो त्यो न्याय पुर्याउन सक्यौ भने तिमी नै हो भन्नुभएको थियो। अनि त्यो चिजमा मलाई चाहिँ च्यालेन्ज चाहिँ त्यहाँ थियो कि, किनकि ठुलो फिल्म होइन बलिदान जस्तो फिल्ममा अब एउटा अवसर पाएको छु, अब त्यहाँ चाहिँ म त्यो चिजमा चुकेको भए आज त्यो फिल्म एडिटर अर्कै हुन्थ्यो होइन, अर्कै त्यहाँ चिजमा आफूलाई फेल लाग्थ्यो होला, तर त्यो चिजमा म पास भएँ क्या, त्यो चिजमा आफ्नो कामले देखाएर दाइले चाहिँ ल सन्देश तिमी एडिटर भनेर त्यो चिजमा हुँदाखेरि मलाई त्यहाँ चाहिँ त्यो फिल भएको छ। त्यसै जस्तै तपाईँले बलिदान एडिट गरेँ भन्नुभयो होइन, बलिदान त्योभन्दा अगाडि 996 पनि गर्नुभयो, त्योभन्दा अगाडि पनि धेरै एसिस्टेन्टहरू पनि गर्नुभयो, त्यहाँ बिचमा पनि थुप्रै गर्नुभएको छ होला। को टेक्निसियनसँग काम गर्नुभयो, कस्तो देशको पनि होला नि त, अन्तर्राष्ट्रिय टेक्निसियनसँग काम गर्नुभयो कि भएन? बलिदानमा पाएँ मैले मौका, हाम्रो प्राइम फोकसमा मुम्बईमा गएर हजुर हाम्रो त्यहाँ सञ्जय साक्ला भन्ने उताको जमाना अब कुछ होतादेखि ल्याएर बडीगार्डदेखि ल्याएर एकदमै उहाँको राम्रो एडिटर, बलिउडको राम्रो एडिटर, उहाँसँग चाहिँ काम गर्ने मौका त्यहाँ आउँदाखेरि एकदमै प्राउड फिल भएको थियो। यहाँ त हामी प्रायः सबै ड्राइभरसँग गुरुहरूसँग काम गरिसकेको छु। मैले भन्न खोजेको चाहिँ उताको टेक्निसियनसँग काम गरिरहँदाखेरि जुन तपाईँले सम्पादन गर्नुहुन्छ नि, हजुर, त्यो सम्पादनमा र नेपालको टेक्निसियनसँग काम गर्दाखेरिको सम्पादनमा अथवा टिमसँग काम गर्दाखेरिको सम्पादनमा कतिको फरक पाउनु भएको छ? त्यस्तो त अब यस्तो अब त्यो हामी काम गर्ने उसमा चाहिँ एक्सपिरियन्समा चाहिँ त्यस्तो अब उसले चाहिँ खतरा गर्ने हामीले खतरा नगर्ने भन्ने हुँदैन, काम गर्ने सेमै हो, काम गर्ने सिस्टम फिल्म भिजुअल जे छ त्यही चिजलाई नै हामीले काट्ने, त्योभन्दा उहाँहरूले पनि बाहिरकाले पनि एक्स्ट्रा बनाउन सक्नुहुन्न, हामीले पनि एक्स्ट्रा गर्न सक्दैनौँ, जे चिज छ काममा चाहिँ त्यही हो। तर अलिकति अब साधनको कुराहरू हुन्छ होइन, फाइनेन्स कुराहरू हुन्छ, त्यो कुराले गर्दाखेरि आफूलाई पनि सहज हुन्छ नि त काम गर्नलाई। अब बलिउडमा अब मुम्बईमा त्यहाँ गर्दाखेरि त्यहाँको अब त्यहाँ चाहिँ अलिकति
फेसिलिटी त्यहाँको के अरे अब सिस्टम एउटा टाइम टु टाइमको एउटा सिस्टम छ, रुल छ। अब हाम्रोमा कस्तो छ भनेपछि त्यो चिजहरू अहिले छैन। हाम्रो फेरि जतिकै गोर्खे पाराहरूले क्या जुट बेला मुड आयो रातभरि पनि गर्ने, बिहानभरि पनि गर्ने होइन, रिलिज छ भने पछि गरेको गर्ने। त्यसपछि हाम्रोमा चाहिँ त्यो चिज अलिक त्यसरी काम गर्छौँ। उता चाहिँ एउटा टाइम टेबल भन्ने हुन्छ नि, अब उतातिरको सन्डे पुरै अफ हुन्छ, कामै हुँदैन। उता र यहाँ चाहिँ फरक चाहिँ त्यो पाएको मैले। अनि उहाँसँग मेरो हिसाबले चाहिँ सञ्जय साक्लासँग बसेर आफूले काम गर्न पाउँदाखेरि, किन हुन त उहाँ पनि अब धेरै वर्षको अनुभव छ, त्यो कारणले मैले गरेको चिजलाई पनि उहाँले एकचोटि हेरिदिनु चाहिँ भएको। उहाँ गएर हाम्रो बलिदान फिल्ममा पनि उहाँले एकलट चाहिँ कति के चिज उहाँको हिसाबले चाहिँ हेरिदिनुहोस् भनेर उहाँले चाहिँ गरेको थियो। त्यो हेर्दा कता कता मलाई फिल भयो कि उहाँहरूले चाहिँ अलिकति मैले गरेको चिजमा मेरो लागि त ठिकै लागेको थियो, तर उहाँले चाहिँ ल भाइ यसलाई यस्तो गरायो भने हेर त कस्तो हुन्छ भनेर मलाई ल यो ठिक छ भनेपछि त्यो चिजलाई फेरि झन् मैले गरे भने बेटर भयो क्या। त्यो कुराहरू चाहिँ उहाँसँग पनि अब त्यो अनुभवको हिसाबले पनि उहाँलाई चाहिँ त्यो अलिकति त्यसो भए टेक्निसियनको कुरा गर्नुपर्दा अन्तर्राष्ट्रिय टेक्निसियन र नेपाली टेक्निसियनमा त्यति फरक छैन त्यस्तो फरक भनेको फाइनेन्सियल मात्र फाइनेन्सले अब फेसिलिटी त्यस्तै नै हो नि। किन काम फेरि यसो उहाँहरूको फिल्मको के भन्छ अब ल्याङ्ग्वेजै अलग हुन्छ होइन, त्यो अनुसारको उताको एडिटिङ लेभल त्यही हुन्छ। हाम्रो यताको फिल्मको सब्जेक्ट ल्याङ्ग्वेज अलग हुन्छ, त्यही हिसाबले हाम्रो एडिटिङ गर्छ, तर काम गर्ने उयो नि हो। तर सन्देशजी नेपालमै सुटिङ भएका चलचित्रहरू, नेपाली टेक्निसियनले युज गरेका चलचित्रहरूमा पनि नेपाली चलचित्र र हिन्दी चलचित्रमा यति फरक आयो है भन्ने आउँछ क्या। त्यो कारण चाहिँ के रहेछ नेपालमा? मलाई चाहिँ त्यस्तो त अब किन मैले त्यो फिल चाहिँ मलाई, किनकि मान्छेले भन्छ नि नेपाली फिल्म हिन्दी फिल्मको जज गर्छ, तर हामीले यो फिल्म हेर्न जाँदाखेरि चाहिँ नेपाली फिल्म हो है भन्ने हिसाबले चाहिँ हलमा चाहिँ मेन कुरा त्यो हेर्नुपर्छ होइन। यो चाहिँ अब किन हाम्रो दिमागमा चाहिँ अब बलिउड फिल्म त किन उनीहरूको त बजेट त्यस्तै हुन्छ, खतरा क्यानभास हुन्छ, त्यो अनुसार उनीहरूको त्यो चाहिँ लेभल हुन्छ। हाम्रो त कति चिजहरू हुन्छ नि एउटा कम्प्रोमाइज गरेर अब सकभर बेटर निकाल्ने काम गर्न हामी ट्राई गरेर हुन्छौँ। त्यो हिसाबले हाम्रो नेपालको बजेट यति छ, नेपालको पपुलेसन यति छ, नेपालमा यतिसम्मको मात्रै बिजनेसहरू गऱ्यो भने ठिकठाक हुन्छ भन्ने हिसाबले एउटा सबै माइन्डसेट सबै एज अ अडियन्स भएर भने त्यो कुराहरू बुझेर फिल्म हेर्न गयो भनेपछि जहाँसम्म लाग्छ अब कुनै फिल्महरू त्यस्तै अब हुन्छ अब कथावस्तु के चिजमा अब उहाँहरूले चित्त नबुझ्न सक्छ, त्यस कारणले। तर चाहिँ हामीले मेन कुरा अब नेपाली फिल्म है, नेपाली फिल्मको बिजनेस यति नै हुन्छ होइन। योभन्दा बढी चाहिँ हामीले अब बनाउन चाहेर पनि सेफ हुँदैन नि त धेरै खर्च गऱ्यो भने त। त्यो हिसाबले त्यो दृष्टिकोणले हेऱ्यो भनेपछि चाहिँ म्याक्सिमम् फिल्महरू प्रायः नेपाली फिल्म पनि अहिले बनिरहेको फिल्ममा धेरै राम्रो बनिरहेछ। तर हामीले चाहिँ हेर्दाखेरि चाहिँ नेपाली फिल्महरू बलिउड र हलिउडलाई बाहिर छोडेर नेपाली फिल्म हो है भन्ने हिसाबले चाहिँ अब त्यो माइन्डसेट लिएर हेर्न जानु पऱ्यो। तपाईँहरूले क्रिटिसाइज गरेका भिडियोहरू अनि त्यसपछि समाचारहरू पढ्नुहुन्छ कि पढ्नु हुँदैन? पढ्छु नि, आलोचना गरेकाहरू हुन्छ नि होइन। जस्तै पछिल्लो समय बलिदान चलचित्रलाई धेरै आशा लाग्दो चलचित्र होइन, र योभन्दा अगाडि हिन्दी चलचित्र जुन बेबी नेपालमै सुटिङ भएको थियो थाहा होला तपाईँलाई होइन, जस्तै अक्षय कुमारको त्यो नेपाली टेक्निसियनहरू युज गरिएको थियो। पछिल्लो समय बलिदान चलचित्रमा इन्डियन टेक्निसियन म्याक्सिमम थिए भन्ने थियो होइन, तर त्यति कम्पेयर गर्दाखेरि त्यति मिठो चलचित्र चाहिँ भएन है भन्ने भयो। त्यो कारण चाहिँ के हुनसक्छ? यस्तो बलिदान चाहिँ अब कस्तो भने चाहिँ हामीले आफ्नो तर्फबाट अब दाइले सन्तोष दाइले आफ्नो तर्फबाट उहाँले जति चिज भिजन त्यस फिल्मलाई आफ्नो हुन्छ नि लगाउनु भएको थियो, सोच्नु भएको थियो, त्यो उहाँले आफ्नो तर्फबाट 100% नै दिनुभएको छ होइन। अब त्यो चिजमा अब मान्छेले कस्तो हुन्छ फिल्म एउटा हाइप भयङ्कर भयो भन्छ चाहिँ लाग्छ। यस्तो भयो कि नेपालमा आम अडियन्सले बलिदान भने चाहिँ बाहुबली टाइपको हुन्छ नि, त्यही त 100 करोड ल्याउँछ है भन्ने एउटा आम सबै एक्सपेक्टेसन त्यो थियो। अब त्यो हिसाबले गर्दा हेर्दा अब अहिले फिल्म रिलिज भइसक्यो, धेरैजनाको त्यो प्रतिक्रिया गर्दाखेरि कता न कता त अब त्यो के चिज हुन्छ नि, त्यो बेलामा काम गर्दाखेरि कस्तो हुन्छ क्रिटिसाइज चिजहरू पहिले थाहा भयो भने त हामीले 100% नै दिइहाल्छौँ नि त। त्यो त काम गरिसकेपछि बल्ल अनुभव मिस्टेक कहाँ रहेछ भन्ने कुरा त्यसपछि मात्रै थाहा हुने हो। तर पनि त्यति धेरै पनि हुन्छ नि, किन होइन भने त्यति अब त्यो एकदमै भएको भइदिए पनि त अब 10-11 करोड कति बिजनेस गर्यो नेपाली फिल्मको लागि, त्यो एक हिसाबले सुपर हिट हो नि त। उहाँले चाहिँ अब लगानी धेरै भएको हिसाबले गर्दाखेरि मात्रै त्यो मान्छेले फ्लप यस्तो बिजनेसको हिसाबले भयो। तर एउटा व्यापारको हिसाबले फिल्म बिजनेसको हिसाबले हेर्ने हो भने त अहिले त्यो फिल्म होइन 1-2 करोडमा भएको भइदिए भए त सुपरै फिल्म हो त्यो। 12-11 करोड कलेक्सन गर्नु पनि नेपाली फिल्मको एकदमै हो। त्यही चिज हो, कता कता चाहिँ दाइले पनि त्यो कुराहरू अब
सन्तोष दाइले पनि अब हिजो कहाँ अलिकति केही चिज भयो कि भन्ने कुरा अब त्यो दाइले फिल भएको होला सायद त्यो भइसकेको छ। अब नेक्स्ट फिल्ममा दाइले गर्ने फिल्ममा अब त्यो चिजहरूलाई पनि फेरि होइन ध्यानमा राखेर अब त्योभन्दा पनि अब बढी ग्राइन्ड गर्दै एउटा गर्ने अब तयारीमा हुनुहुन्छ होला दाइ। तपाईँ एउटा सम्पादक भइरहँदाखेरि यो चलचित्र अथवा कुनै म्युजिक भिडियोहरू चलचित्रहरू छायाङ्कन भइरहेको हुन्छ नि जुन ठाउँ, हजुर त्यो छायाङ्कनमा जान कतिको जरुरी जस्तो लाग्छ सम्पादकले पनि? अनि अहिले त जानुपर्छ कि प्रायः पर्दैन? जसो अहिले त सबै सेटमै जान्छ अहिले चाहिँ, किनकि त्यो भयो भने कस्तो हुन्छ जानु पर्दाखेरि अब एक त मेन काम छिटो हुन्छ होइन, जस्तै कि यता छायाङ्कन सँगसँगै एउटा सम्पादन एउटा फर्स्ट लाइनअप चाहिँ भइसकेको हुन्छ। अनि अर्को कुरा अब कस्तो हुन्छ नि अब यता सेटमा सुटिङ गरेर आइसकेर काम गरेर कहाँ मिस्टेक भयो हेर्दाखेरि त फेरि त्यो चिज जान के अरे असम्भवै हुन्छ। त्यही त त्यसरी नै हामीले अब यो चिज अलिकति पुगेको छैन यसमा यो सर्ट चाहिन्छ है भनेर त्यो त आजको भोलि त हामी उहीँ हुन्छौँ नि त सबैजना उहीँ हुन्छौँ। त्यो हिसाबले गर्दा एकदमै सजिलो पनि हुन्छ अब राम्रो पनि जस जस केही न केही मोडिफाई भएको रहेछ हुन्छ। भन्ने भयो। हजुर अन द स्पोटमा तपाईँले जस्तै आजसम्म सुटिङ गर्नुभयो त्यो सुटिङ अन द स्पोटमै सम्पादन गर्नुभयो। हजुर सम्पादन गर्नुभयो भने भोलि यहाँनिर यो छुट्या रहेछ भन्न मिल्छ होइन? हजुर त्यस्तो गऱ्यो भने चलचित्र राम्रो बन्छ नि त। हजुर हजुर मैले त्यही भएर तपाईँलाई त्यही हो। सोधेँ कतिको त्यही आवश्यक छ अहिले आवश्यक छ अहिले किनकि त्यो पछिमा धेरै चिजहरू राम्रो हुन्छ अब काम टाइम बच्छ होइन सजिलो हुन्छ। मेन कुरा अब अलिक चिज अझै केही चिज खिच्नु नपुगेर छुटेका चिजहरू त्यो हेऱ्यो भनेपछि झन् आइडिया आउँछ। त्यही त हो नि। अब सन्देशजीका आगामी प्रोजेक्टहरू के छन् आउन बाँकी? केमा मैले काम सम्पादन गर्दै गरिरहेको अहिले लास्ट टाइम चाहिँ हाम्रो पिके दाई प्रदीप कुमार चौधरी दाईको डिरेक्सन गरेको तरङ्ग भन्ने फिल्म छ। त्यो भर्खरै अब एडिटिङ लगभग सकिन लागिसक्यो। त्यसपछि एउटा हाम्रो कुमुदे हिरो बन्न भन्ने कुमुद पन्तको त्यो कुमुद दाईको युकेमा भएको उहाँ दाईको पनि अब मैले गरिदिइरहेको छु। त्यो पनि अहिले एडिटिङमै छ। अनि अब आउने भनेको अब एउटा हाम्रो सरकार भन्ने फिल्म छ। पुरानो फिल्म हो तर अहिले काम होल्ड भएको थियो। हजुर। अब मैले त्यो कामलाई पनि अब छिट्टै झिक्दिँदैछु। बाँकी अरू अब सुटिङ भइरहेछ अब कुराहरू त भइरहेछ फाइनल अब नहुँदासम्म चाहिँ अब हेरौँ पछि कुरा। अब तपाईँलाई सम्पादनको क्षेत्रमा मात्रै देख्नुहुन्छ कि कलाकारिता क्षेत्रमा पनि देख्न पाउनुहुन्छ दर्शकहरूले? होइन म अब यस्तो कलाकारिता भनेको म अरूको उसमा फिल्म खेल्ने भन्दैन आफूलाई इच्छा लाग्यो भने म बेला बेलामा अस्ति पनि दाङमा म बिचमा फ्री थिएँ। फ्री भएको बेलामा एउटा सर्ट फिल्महरू म बेला बेलामा बनाइराखेको हुन्छु कि जति चाहिँ भनेको आफूले अब फ्री भयो अब केही न केही त गर्नु पऱ्यो होइन। फेरि अब एडिटिङबाट फ्री भएपछि आफै कलाकार आफै गर्ने स्क्रिप्ट लेख्ने सर्ट फिल्महरू बनाउने अनि आफ्नै अब फेसबुकहरूमा चाहिँ त्यहाँ उ गर्ने गरिरहेको छु। म सायद जेठ महिनामा म त्यो बेलामा फ्री नै छु जस्तो लाग्छ। जेठ महिनामा काम अहिलेसम्म केही भएको छैन। त्यो बेलामा चाहिँ एउटा स्क्रिप्टको तयारी भइरहेछ। एउटा नयाँ टिमहरू जस्तै म लगायत ब्याक सपोर्टमा चाहिँ दाइहरू हुनुहुन्छ। जसरी हाम्रो आदरणीय रमेश दाईले पनि एकदमै मलाई प्यारो भाइको हिसाबले चाहिँ लगभग गर के चिज के कहाँ आवश्यक पर्छ म तँलाई ब्याक सपोर्टमा छु भन्नु दाइहरू हुनुहुन्छ। अब इभन सन्तोष दाई पनि केही चिज पऱ्यो भने चाहिँ भोलिको दिनमा ब्याक सपोर्टहरू सबै चिजहरू हुन्छ। त्यही भएर चाहिँ अहिले हामी एउटा प्लानिङमा चाहिँ छौँ। अब हाम्रो अमित सर राजेश सरहरू पनि एउटा क्यामेराको डिपार्टबाट उहाँहरू सबैजना मिलेर चाहिँ नयाँहरू तर अलिक काम चाहिँ राम्रो गरौँ भन्ने हिसाबले चाहिँ अब पछिल्लो समय आफैले काम गरिरहँदाखेरि कतिको सहज होला? अब त धेरै कुराहरू किनभने अहिले बिचमा त अहिले मलाई चाहिँ कस्तो लागेको छ अब यत्रो चिज एडिटिङको थ्रुबाट एउटा अनुभव भयो होइन। काम हरेक प्रकारका फिल्महरू सम्पादन गरियो हरेक प्रकारका हरेक जन्डाको डिरेक्सनहरूसँग उहाँहरूको फुटेजमा एडिट गर्दाखेरि धेरै कुराहरू ज्ञान भएको छ। सायद अब हामीले अब मैले काम गरेपछि हाम्रो टिमले काम गर्यो भनेपछि एउटा केही न केही चिज एउटा मान्छेलाई चाहिँ अब जस राम्रो काम गरेछ है भन्नेको चाहिँ आउँछ जस्तो लाग्छ मलाई चाहिँ। म तपाईँलाई एज अ सम्पादक भनेर सोध्दैन होइन, डाइरेक्टर भनेर सोध्दैन, कलाकार भनेर सोध्छु म तपाईँलाई होइन। कलाकार भइरहँदाखेरि कलाकारलाई कतिको ज्ञान हुनुपर्छ यो सम्पादनको डाइरेक्सनको कतिको ज्ञान हुनुपर्छ? कलाकारलाई हुनुपर्छ कि पर्दैन? पर्छ एकदमै टेक्निकली कुराहरू यो चिज होइन। अब अभिनयको हिसाबले त उहाँहरूको आफ्नो ऊ भइहाल्यो। अब कलाकारलाई एउटा डिरेक्सनको अथवा एउटा लेन्सको हुन्छ नि क्यामेरामा लगाएको लेन्सहरू अथवा अब डाइलेक्ट डेलिभरी गर्ने बेलामा होइन पोजहरूको त्यो त अब डिरेक्सनले भनिहाल्नुहुन्छ पोज। तर पनि कुन लेन्सले खिचिरहेछ होइन यसमा चाहिँ खिच्दा म कतिको मुभमेन्टहरू हुनुपर्छ होइन कति गर्दाखेरि म चल्नुपर्छ। कतिजना नयाँ नयाँहरू आउनुहुन्छ कि म आफै चाहिँ काम गर्दाखेरि म आफै डिरेक्सन आफै गरिरहेको हुन्छु एउटा डाइलेक्ट दिएको हुन्छु क्लोजले खिचिरहेको हुन्छ पुरै क्यामेरा भन्दा होइन मुभमेन्ट गरिदिनुहुन्छ कि उहाँले भन्छ कि लेन्स
टाइट लेन्स खिचाएर 85 खिचाएको छ, धेरै हल्लिनु पर्दैन यति मात्रै भनेपछि त्यो चिजहरूको चाहिँ त्यही एकदमै त नलेज मैले चाहिँ यो हुनुपर्छ। खास किन तपाईँलाई सोध्न जरुरी माने भन्दाखेरि धेरै चलचित्रहरू गर्नुभएको छ, आफै सम्पादन, आफै कलाकार, आफै निर्देशन पनि गर्नुभएको छ, पछिल्लो समय ठुलो पर्दाका थुप्रै चलचित्रहरू गर्दै पनि हुनुहुन्छ। यो जस्तै गीत सङ्गीतको क्षेत्रमा गीत गाउन मात्रै ठुलो कुरा होइन, अलिकति ताल जानेको हुनुपर्छ, टाइमिङ जानेको हुनुपर्छ होइन, यो स्केल जानेको हुनुपर्छ, तब आउँदाखेरि सजिलो हुन्छ भन्ने हुन्छ नि त। हजुर त्यही अनुसार कतिको सहज हुँदो रहेछ भन्न खोजेँ मैले। हो। अब हामीले त्यसो भए कहिलेसम्म हेर्न पाउँछौँ त? त्यो मैले गर्ने प्रोजेक्ट हजुर त्यो प्रोजेक्ट सायद अब हाम्रो वैशाख को लास्टतिर सुटिङ हुन्छ। त्यो सकेपछि अब हेरौँ, अब रिलिजको त अब अहिले केही उनी छैन, तर त्यो गराइसकेर च्यारिटीहरू चाहिँ पहिला आफ्नो ठाउँमा अब यसो गरेर च्यारिटी सब टाइपको चाहिँ एउटा विशेष राखेर अब मैले पहिला त म दाङमै गर्छु होला, किनकि दाङमै मलाई पनि कस्तो हुन्छ, अब आफ्नो आफूले गरेर फिल्म आफ्नै मान्छेहरूलाई बसेर होइन देखाउँदाखेरि एकदम मजा पनि आउँछ होइन। त्यसरी अब जस दसैँ तिहारसम्ममा कुनै कुनै ठाउँहरूमा चाहिँ विशेष हिसाबले चाहिँ अब प्लानिङ चाहिँ छ, दाङतिर होला अथवा बाहिर कतै आफ्नो ठाउँतिर त्यहाँ खेलेका आर्टिस्टहरूको आफ्नो ठाउँतिर त्यो टाइम त्यो चिज अब तयारी छ भनौँ। हजुर हामी जस्तै अब आज हामी विशेष कुराकानीकै रूपमा कुराकानी गऱ्यौँ। अब आगामी दिनमा अब जीवनका कुराकानी गरौँला होइन, सफलताका कुराकानी गरौँला। तर आज मैले जस्तै यो भन्न मन थियो, तपाईँले चाहिँ यो छुटाउनु भयो भनेर भन्ने केही छ? त्यस्तो त छैन, त्यस्तो त त्यस्तो मनमा त म एकचोटि इन्टरभ्यूमा आयो भने यो चाहिँ भन्छु भन्ने केही हुन्थ्यो? त्यस्तो त छैन। त्यो बोल्ने अब यसो मैले के अरे सम्झिने हो आफू अहिलेसम्म म यो यसरी आएर तपाईँले कुरा तपाईँसँग बोल्न पाउँदाखेरि आज यो सम्ममा मलाई हुन्छ नि, भोलि मेरो यही भिडियोहरू बुवामाले हेर्दाखेरि चाहिँ अब खुसी लाग्छ, उहाँहरूलाई पनि लाग्ला, सङ्गसाथीहरूले हेर्दाखेरि त्यो उहाँहरूलाई पनि खुसी लाग्ला। त्यो कुरा जस अब सबैले गर्दाखेरि आज होइन मेरो फ्यामिली साथी सबै छ, दाङदेखि लिएर अहिले यहाँसम्म होइन हामी सबै एउटा उहाँहरूले गर्दाखेरि आज यो ठाउँमा चाहिँ पुगेको छु होइन। अब यो सबै हिजोको दिनमा अब मेरो मेहनत र प्लस अनि उहाँहरूले गरेको मलाई बुस्ट सहयोगले गर्दा नै पुगेको छु। सबैलाई थ्याङ्क यू भन्छु। हुन त यो जमाना अहिले अब टेक्नोलोजीको जमाना हो। एकैछिन पछाडि बाहिर जानुभयो अथवा इन्टरभ्यूबाट हामी छुट्यौँ भने टेक्नोलोजी छ, मेसेन्जरहरू छन् होइन, अब अथवा फेसबुक मेसेन्जरहरू, वाट्सएपहरू छन्, एक प्रत्यक्ष रूपमै देखिन पाइन्छ। तर यता यो इन्टरभ्यूबाट तपाईँले सन्देश दिनु पर्दाखेरि साथीभाइ, बुवा आमालाई, फ्यामिलीलाई के दिनुहुन्छ? मनमै आएर हुन्छ यो भन्छु भनेर चाहिँ म किनकि म भेटिरहेको हुन्छु डेली, अब दिनमा एकछिन सबैसँग कुराकानी आफ्नो मिल्ने साथीहरूसँग, यहाँ भएकोसँग पनि भेट भइरहेको हुन्छ, टाढा भएको साथीहरूसँग डेली बेलुका एकलट हुन्छ नि कुराकानी सबैसँग भइरहेको हुन्छ। त्यसो भए कसरी सम्झिनुहुन्छ मात्रै? त्यही त मैले सबैजना साथीहरू, मेरो फ्यामिली, बुवा आमा, भाइहरू होइन, हजुरआमाहरू, मेरो सबै फ्यामिलीहरू, घरको फ्यामिलीहरू प्लस अब साथीहरूलाई चाहिँ उहाँहरूले गर्दा उहाँहरू हिजो हरेक चिजमा होइन अझैसम्म पनि सपोर्ट गर्नुहुन्छ उहाँहरूले। त्यही कारणलाई कि अब त्यो चिज अब सबैलाई मनदेखि नै छ, त्यो चाहिँ अब मुखमा अब के त्यो मुखले भन्दा पनि मनमा छ। अब सम्बन्ध उहाँहरूले गरेको हिजोको साथ सपोर्टहरू म कहिले पनि बिर्सेको छैन। त्यसले गर्दाखेरि अब आगामी दिनमा अब हुन्छ नि म अझै राम्रो गर्दै जान्छु। अब राम्रो गर्दाखेरि केही चिज मेरो तर्फबाट आवश्यक पऱ्यो भनेपछि होइन, हिजोको दिनमा उहाँले सहयोग गरिरहेको थिएँ, म पनि त्यत्रोबाट उहाँले आवश्यक पऱ्यो भने त्यो हिसाबले म गर्न तयार छु भन्ने त्यही नै हो। अन्तिममा दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? दर्शकहरूलाई त सबैलाई धन्यवाद। अब प्रायः जसो फेरि यस्तो हामी टेक्निसियनहरूलाई चाहिँ खासै हुन्छ नि त त्यो भने जस्तो फोटो एडिट गर्ने भनेर चाहिँ त्यो हिसाबले अब दर्शकहरूसँग त हामी खासै अगाडि आउँदैनौँ होइन, हाम्रो काम भित्र पर्दा पछाडि नै हुन्छ। अब त्यही हो, अब हामी सम्पादनलाई पनि अब कस्तो काम यहाँ पनि जज गर्नुपर्छ कामहरूलाई, भन्छ फिल्मको मात्रै, फिल्मको कथावस्तु हिरोको कामलाई मात्रै भन्दा पनि हुन्छ नि क्यामेरा चिजहरू अनि सम्पादकहरू कुराहरूलाई पनि जज बुझेर अझ यस्तो हुने रहेछ, एडिटिङ यस्तो पनि हुनसक्छ है भन्ने टाइपले चाहिँ त्यो कुरालाई पनि बुझिदिनुपर्छ। अब त्यो हिसाबले गर्दा कोही कस्तो हुन्छ, कुनै फिल्ममा सबै चिज पनि राम्रो हुन्छ र सबै चिज नराम्रो, कुनै चिज राम्रो पार्टहरू पनि हुन्छ कि जस्तै हुन्छ कुनै चिजमा कुनै फिल्ममा भन्छ नि यो फिल्मको म्युजिक चाहिँ दामी छ, फिल्म त्यस्तो भयो भन्छ, कुनै चिजको म्युजिक भएन भन्छ होइन। त्यसो कुनै फिल्मको अब सम्पादन चाहिँ अलि भएन अथवा वा बवाल छ भन्ने कुराहरू हुन्छ। हरेक पार्टको चाहिँ फिल्मभित्रको हरेक एउटा डिपार्टको आफ्नो भूमिका हुन्छ। त्यो चिजलाई चाहिँ अब सबैले चाहिँ अब सहज रूपमा अब बुझिदिनु होला होइन, त्यो कामलाई जज गरिदिनु होला, त्यही नै हो। हस्त सन्देशजी,
धेरै राम्रो कुराकानी गर्नुभयो। आगामी दिनमा मैले अघि भनिसकेँ, हामी फ्यामिलीहरू कुराकानी गरौँला, जीवनमा भोगेका कुराकानीहरू गरौँला, अझै कुराकानी हस्, गर्दै जाउँला। आजलाई भने समय दिनुभएकोमा धेरै धेरै हस्, धन्यवाद है त। थ्याङ्क यू सबैलाई। हस्, थ्याङ्क यू। सन्देशजीसँग हामीले कुराकानी गऱ्यौँ। सन्देशजीको कुराकानी सुनिसकेपछि अवश्य नै तपाईँले थुप्रै कुराहरू जानकारी पनि पाइसक्नु भएको छ होला। आगामी दिनहरूमा हामी सन्देशजी जस्तै कलाकारहरू, सम्पादकहरू, निर्देशकहरू लिएर आउनेछौँ र तपाईँलाई केही ज्ञान हुने कुराहरू लिएर आउनेछौँ। आजलाई भने हामी छुट्टिन्छौँ। हस् त, धन्यवाद।